समाचार पार्टी हेल्थ टिप्स अन्तर्गत आज प्रस्तुत गर्नेछौँ कस्ता मान्छेले खानै हुन्न ड्रागन फ्रुट्स। ड्रागन फ्रुटका अनेक फाइदा छन्। पछिल्लो समय स्थानीय स्तरमा खेती हुन थालेपछि बजारमा यसको भाव पनि घटेको छ। धेरैले यसलाई निकै रुचिका साथ खान्छन्। यसमा इलेक्ट्रोलाइट्स र पोटासियम प्रचुर मात्रामा पाइन्छ। त्यसैले तातो मौसममा शरीरको लागि यो लाभदायक मानिन्छ। तर सबैका लागि यो फल उपयुक्त हुँदैन। आज हामी यो फल कसले खानु हुँदैन भनेर कुराकानी गर्नेछौँ। गर्मी मौसममा शरीरलाई धेरै पसिना आउँछ। यस्तोमा शरीरमा इलेक्ट्रोलाइट सन्तुलन बिग्रन सक्छ। ड्रागन फ्रुटमा इलेक्ट्रोलाइट्सको राम्रो मात्रा हुन्छ। त्यसैले यसको सेवनले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न मद्दत गर्न सक्छ। ड्रागन फलमा राम्रो मात्रामा भिटामिन सी पाइन्छ। भिटामिन सी शरीरको रोग प्रतिरोधात्मक क्षमताको लागि फाइदाजनक हुन्छ। यसमा आइरन पनि हुन्छ। त्यसैले रक्त अल्पता वा रगतको कमीबाट पीडित व्यक्तिहरूले आफ्नो आहारमा ड्रागन फल समावेश गर्न सक्छन्। यो फल बालबालिका र वृद्ध वृद्धहरूका लागि पनि धेरै फाइदाजनक छ। यो फल खाँदा मृगौलाको रोग र गर्भावस्थामा भएकाहरूले भने सावधानी अपनाउनु पर्छ। केही मानिसहरूले ड्रागन फ्रुट खानबाट बस्नु पर्छ। मृगौला रोगी र गर्भवती महिलाहरूले यसलाई अत्याधिक मात्रामा बेवास्ता गर्नुपर्छ। पोटासियमको मात्रा बढी हुने भएकाले यी व्यक्तिहरूले यसलाई बेवास्ता गर्न भनिन्छ। मृगौला सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई डाक्टरसँग परामर्श नगरी यसलाई बढी मात्रामा सेवन नगर्न भनिन्छ। यो त रह्यो कस्ता मान्छेले ड्रागन फ्रुट खानु हुँदैन भन्ने विषयमा जानकारी आजको हेल्थ टिप्स अन्तर्गत प्रस्तुत गर्यौं।